हेलो गाइज वेलकम छ पनाती 26 युट्युब च्यानलमा। आज चाहिँ हामी जाँदैछौँ पानी बनाउन, किनकि पानी नआएको 2 दिन भइसकेको थियो। अहिले पानीको सिजन एकदमै बढी छ, तै पनि हामी जाँदैछौँ। जतिजनाले हेर्दै हुनुहुन्छ सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अगाडि 2 जना छन् र पछि हामी 2 जना छौँ। हामी 4 जना भएर हामी जान लागेका छौँ। यो गाउँलाई चाहिँ कुण्डली भनिन्छ। यो गाउँ भन्दा चाहिँ हामी उता खोल्ची हुँदै खोल्चामा जाने हो। फाइनली हामी चाहिँ यतापट्टिको डाँडामा पुग्यौँ। हाम्रो गाउँभन्दा मुहान पुग्नलाई चाहिँ लगभग 2 घन्टा लाग्छ। यो चाहिँ हाम्रो गाउँ हो। अनि गाइस हाम्रो साथमा एउटा डग पनि छ जुन हाम्रो निम्ति गार्ड हो। अनि हामी आइसकेको बाटो चाहिँ यस्तो छ है गाइस। यो त जुन हाम्रो निम्ति एकदमै सामान्य हो, अहिले आउने चाहिँ एकदम डेन्जर छ। अनि त्यसपछि हामी कुण्डली भन्ने गाउँमा पुग्यौँ। कुण्डलीबाट देखिने भ्यू चाहिँ यस्तो छ। हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ। हेर्नुहोस् हामी चाहिँ यही गाउँबाट आएका छौँ। यो चाहिँ कुण्डलीबाट देखिने भ्यू हो। फाइनली पानी पनि आएको छ। अहिले चाहिँ पानी नै आउँदै छ उस्तोबाट। त्यस्तै छ जे भयो नि, पानी आउँदैछ तर पानीको लागि नै हामी जाँदैछौँ। सल्लक्क यो चाहिँ कुण्डली गाउँ हो। यस्तो छ गाउँ चाहिँ। त्यसपछि हामी पानीको आवाज जाने ठाउँमा पुग्यौँ। हामी हेर्दैछौँ पानी आएको छ कि छैन। यहाँ पनि पानी आएको छैन रहेछ। हामी चाहिँ अब माथि नै जानुपर्छ। यति भइसके पछाडि हामी माथि अब जाने निर्णय गरेका छौँ। माथि चाहिँ अलिक डरलाग्दो हुन्छ, किनभने त्यहाँ कोही मान्छे हुँदैन। पानी चाहिँ यहाँ थियो तर आएन, पानी अहिलेसम्म आएको छैन। यहाँ चाहिँ बाटो छैन, बाटो फाट्दै हिँड्ने हो, किनभने यहाँ मान्छे कोही हुँदैन। बाटै छैन, जत्तिकै फाट्दै हामी हिँड्दैछौँ। यति दुःख छ कि यति दुःख छ। जम्मा हामी 4 जना भएर आएका छौँ। अहिले बाटो पनि छैन, फाट्दै हिँड्नुपर्छ। अब चाहिँ हाम्रो कठिनाइ स्टार्ट हुन्छ, किनभने यहाँ देख्न सक्नुहुन्छ यति ठुलो ठुलो पहाड छ। यो पहाडलाई काट्दै हामी जानुपर्छ। जङ्गलै जङ्गलको बाटो छ। अलिकति डर लाग्नुपर्छ, किनभने यहाँ बाघ भालु आउने सम्भावना हुन्छ। हामी चाहिँ गाउँभन्दा लगभग 2 घन्टा अगाडि पुगिसकेका छौँ। अब 1 घन्टामा पुगिन्छ। बाटो चाहिँ हाम्रो यस्तो छ, किनभने यहाँ बाटै छैन क्या, बाटो छैन। यहाँबाट खस्ने बित्तिकै सिधै तल खोल्चीमा पुगिन्छ। अहिले चाहिँ त्यति डर लाग्नु पर्दैन, किनभने घाँस छ। माथिबाट ढुङ्गा आउने सम्भावना हुन्छ, त्यसैले अलिकति डर लाग्नुपर्छ हामीलाई चाहिँ। मलाई चाहिँ भ्लग बनाउन नि अलिक कठिनै भएको थियो, किनभने यहाँ एउटा हातले समाउने, एउटा हातले आफूलाई सम्हाल्ने, अनि खुट्टा चाहिँ कहाँ टेक्ने थाहै हुँदैन। तैपनि केही छैन, किनभने आफू कस्तो अवस्थामा हिँड्दैछ र कस्तो छ सो देखाउनको लागि मैले जसरी भए पनि भिडियो गरेका छौँ। एकदमै दुःख छ, एकदमै दुःख छ। आफूलाई खस्ला भन्ने डर लाग्छ। अगाडि 3 जना छन्, म चाहिँ पछाडि एक्लै भिडियो बनाउँदै, एक हातले मोबाइल र एक हातले आफूलाई सम्हाल्दै, खुट्टा कहाँ टेक्ने थाहै हुँदैन, बाटै देख्दैन, किनभने यहाँको झाडी अलिकति ठुलो। यो त अलि हल्का सामान्य जस्तै छ। अझै पनि ठुलो पहाड आउनै बाँकी छ। त्यहाँ चाहिँ सायद भिडियो बनाउन सकिँदैन होला, किनभने एउटा हातले समाउने अनि एउटा हातले मोबाइल समाउने चाहिँ अलिक भ्याउँदैन। त्यहाँ चाहिँ 2टा हातले समाउनु पर्छ, किनभने टेक्ने बाटै छैन क्या त्यो माथि चाहिँ। अहिले हामी चाहिँ सानो पहाड अथवा यहाँबाट खस्यो भने मान्छे त मर्छ। यो चाहिँ हल्का सामान्य जस्तै हो। बल्ल एउटा सानो खोल्चीमा पुग्यौँ। यहाँ चाहिँ बस्नलाई अलिक कठिनाइ छ, किनभने माथिबाट ढुङ्गा खस्ने सम्भावना एकदमै बढी छ। अब चाहिँ अलिक उकालो छ, किनभने हामी माथि हुँदै जाने हो, त्यसैले अलिक चाँडो हिँड्नुपर्छ। अगाडिको साथीहरू चाहिँ दौडिँदै छन्, किनभने ढुङ्गा होला भन्ने डर हुन्छ। अब गाइस यहाँबाट यति नै हो भिडियो। यहाँबाट बनाउन सकिन्छ कि सकिँदैन थाहा हुँदैन, किनभने 2टै खुट्टाले 2टै हातले समाउनु पर्छ। यहाँ एउटा हातले मोबाइल एउटा हातले समाउन सकिँदैन। फाइनली हामी एउटा पानीको मुहानमा पुगेका छौँ। यो चाहिँ माइसिराङ जाने पानीको मुहान हो। यहाँ हामीले पुगेका छौँ। हामीले चाहिँ त्यो एकदमै ठुलो पहाडलाई हामीले कटेर यता आइसकेका छौँ। हामी खोल्चीमा पुगेका छौँ। यो चाहिँ माइसिराङ जाने पहिलो मुहान भयो। हाम्रो चाहिँ माथिल्लो हल्का शिरमा रहेको छ। हामी चाहिँ अब खोला जाने हो, बाटो छैन, अलिक डर नै लाग्नुपर्छ, किनभने यहाँ बाघ भालु आउने सम्भावना अति नै छ, आकर्षित छ। ल है गाइस, हामी चाहिँ यस्तै छ है, खोला जाने, न बाटो छ न केही छ। हाम्रो चाहिँ सबैभन्दा माथिल्लो शिरमा रहेको छ, जुन माथिल्लो शिरबाट चाहिँ हामीले ल्याएका छौँ खाने। यो पनि एउटा पानीको मुहान हो। यहाँबाट पनि लगेको छ पानी, किनभने यहाँ गाउँतन नै
एउटा गाउँबाट एउटा पानीको मुहान छ। यहाँ धेरै छ, यतापट्टि छ उतापट्टि छ, यो खोल्ची पनि छ। हामीले चाहिँ यो खोल्चीको माथिल्लो सिरबाट ल्याएका छौँ। ल गाइज हामी चाहिँ हाम्रो पानीको मुहान चाहिँ यस्तै छ। हामी चाहिँ अब लड्दै पुड्दै भए पनि आएका छौँ। यो चाहिँ हातमा नै घाउ भएको छ, रगत निक्लिरहेको छ। सो हजुर यस्तै दुःख छ, यस्तै माथि चढ्नुपर्छ। कहिले ढुङ्गा त अहिले यति चिप्लो छ नि, यति चिप्लो छ, पानीमा जतादेखि नि चिप्लो छ, किनभने हामी खोला जानुपर्छ। सो हाम्रो ऊ चाहिँ दृश्य चाहिँ यस्तै छ, जताततै यति सुन्दर छ नि, यति सुन्दर छ। हामी चाहिँ यस्तै हुँदै जाने हो, यतिको हरियाली त कहाँ पाउला। अनि गाइस हाम्रो पानी चाहिँ यही पाइपबाट जाने हो, यही पाइपबाट हामीले पानी खाने हो। योभन्दा नि माथि छ मुहान चाहिँ। सो गाइज हाम्रो पानीको मुहानमा होइन, पानी चाहिँ बिचैबाट फालेको रहेछ, चुदिएको रहेछ पाइप। र यही पानी यति ठुलो छ नि, हाम्रो गाउँमा आउने पानी जे होस् अलिकति जोडले आएको छ, यति ठुलो आएको छ है, हेर्न सक्नुहुन्छ। हामी चाहिँ पानीको मुहानमा नजाने भनेको थियो, तर हामी जानुपर्छ, किनभने त्यहाँ सफा गर्नुपर्छ। त्यसैले टाढा पनि छैन, अलिक नजिकै हो, त्यसैले हामी पानीको मुहानसम्म पुग्नेछौँ। हामी चाहिँ एउटा गाउँको खानेपानीको मुहानमा पुगेका छौँ। यो चाहिँ हाम्रो होइन, योभन्दा माथिल्लो चाहिँ हाम्रो हो। अब हामी यो खानेपानीलाई छोड्दै हामी अगाडि जानुपर्छ। अनि यता एकजना भतिजले चाहिँ केही न केही पाएको छ, किनभने यहाँ केही न केही पाउँछ भन्दै खोज्दैछ। अनि म चाहिँ माथितिर हिँड्दैछु, जाँदैछु। बाटो चाहिँ यस्तै छ, बाटो छैन, हामी खोला हुँदै जाने हो, किनभने बाटो नै खोला हो, झाडी छ, हातमा घाउ पनि भएको छ, अलिक कठिनाइ पनि छ है। अनि अघिको भतिजले खोजेको चाहिँ मैले देखाउने छु, त्यसले ल्याउँदैछ, मैले बोलाएको छु। के होला भनेको त अन्तिममा त पाहा रहेछ, पाहा भेट्टाएको छ हाम्रो भतिजले, किनभने पाहा चाहिँ यता पाउँछ है, प्रशस्तै मात्रामा पाउँछ। अब भतिजलाई एक छाक पुग्यो होला सायद एउटा पाहाले। अनि तपाईँले यो खोला अथवा यो उसलाई चाहिँ कतिको सफा देख्नु भएको छ यो भिडियोमा, त्यति नै सफा छ है। अनि हामीले पाइप पनि बोकेका थियौँ, त पाइप चाहिँ काम लाग्यो। हामी चाहिँ पानीको मुहानमा पुग्न लागेका छौँ है। यो हल्का कट्ने बित्तिकै पानीको मुहानमा पुगिन्छ। यति सफा छ नि, यति सफा छ यो खोला, आम्बो म त केही भन्न सकिनँ, यति सफा छ। सो हामी चाहिँ अब माथि जाँदैछौँ। अनि हामी चाहिँ माथि हिँड्यौँ र यतापट्टि भतिज र दाइले चाहिँ खोज्दै हुनुहुन्छ अझै पनि पाउँछ कि पाहा भन्दै। पाहा चाहिँ छ है, तन्नै छ, कति देखेको थियो। फाइनली हाम्रो पानीको मुहान पुग्नु लाग्यो। हाम्रो पाइप चाहिँ यही हो। पानी जाँदैछ यहाँबाट, सबैभन्दा माथि उच्च शिरमा रहेको हाम्रो खानेपानी। पुग्यो खानेपानीको मुहान चाहिँ यस्तो चाहिँ, योभन्दा माथि चाहिँ पानी पाउँदैन, यो नै हो। टाढा हेर्नुहोस्, मजाको भ्यू पनि डेन्जर ठाउँ हुँदै हामी आएको हो। अहिले चाहिँ पानीको कतिको जानु हो। सालमा बनाएको लास्ट साइड 2021 साल 8को महिना कति हो 2006-07-108 कति थियो होला सायद 10 हो कि कति हो। यहाँ पनि लेखेको
11 वर्ष पुरानो हो यो। पानीको मुहान चाहिँ यहाँबाट छानिँदै उता फ्याँकिने गर्छ। जब वैशाख चैत्र वैशाखमा चाहिँ अब पानी यहाँबाट आउने भयो अनि अहिले बर्खाको समयमा चाहिँ यहाँबाट पनि आउँछ, यहाँ माथिबाट पनि आउँछ। त्यही माता नै फाइनली अब हामी यहाँबाट जाँदैछौँ। हामी अब जाँदै गर्दाको भिडियो पनि देखाउनेछौँ। अनि तल पानी गाँस्न बाँकी छ। जम्मा हामी 4 जना। We are the brave man. फाइनली पानी आइसकेको छ। हामी चाहिँ त्यो डाँडा छ नि, त्यो डाँडाको उतापट्टि गएको हो। अनि यहाँ अलिक भिड छ। अनि पानी ठुलो आएको कारणले चाहिँ हामीले भिडियो बनाउन नसक्यो। हामीले अहिले पानी चाहिँ अलिक कडै आएको छ है। पानी चाहिँ भोपाल नै आएको ल गाइज, हामीले चाहिँ यति बानिसके पछाडि हामी अब आफ्नो घरतर्फ जाँदैछौँ। हामी अब आफ्नो घरमा जानेछौँ। पानी आइसकेको छ। ल गाइज, जतिजनाले हेर्नुभएको छ, यो चाहिँ हाम्रो गाउँ हो। जतिजनाले यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएको छ, सबैजनालाई धेरै धन्यवाद छ। र आउने भिडियोमा पनि यसरी नै साथ दिनुहोला। जतिजना नयाँ जोडिनु भएको छ, सम्पूर्णले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद। जय मसी।